जय मसी। आज चाहिँ हाम्रो काव्यले उसको आफ्नै एक्सपिरियन्स भन्नु आँटेको छ ल। बिचबिचमा चाहिँ म पनि थाहा गर्छु नि त, ऊ अलिकति प्रभुसँग टाढिएको जस्तो, अलिकति संसारी। अब त्यो त हामी आफै पनि हुन्छौँ, तर यत्रो सानो नानीले पनि कसरी चाहिँ ऊ फेरि फर्केर प्रभुमा फेरि नजिक हुन्छ भनेर चाहिँ बताएको म तपाईँलाई देखाउँदैछु ल। म आफै पनि थाहा गर्छु त्यो कुराहरू, एक्सपिरियन्स गरेकै हो, अनि प्रभुको सबैजनाहरूले गरेको होला, तर नानीहरूले धरि गर्दो रहेछ यो सुनेर म एकदमै खुसी छु। प्रभुलाई महिमा होस्। भन त नानी, जय मसी एभ्रिवान। अलिक जोडले बोला, तिमी त बिस्तार बोल। जय मसी एभ्रिवान। तब आज चाहिँ म कसरी चाहिँ हुन्छ भने मलाई अभियसली मलाई पनि मनपर्छ त्यस्तो कुरोहरू गर्नु जो प्रभुले मन पराउनु हुँदैन। जहिले म गरिरहेको हुन्छु त्यति बेला मलाई कताबाट त मजा आइरहेको हुन्छ कि यस्तोहरू गर्दैछु त्यो गर्दैछु, तर फेरि कताबाट मन लाग्दैन, मतलब आफूलाई खुसी हुँदैन भित्रबाट, मतलब कताबाट मन लाग्दैन र पनि म त्यस्तोहरू गरिरहेको हुन्छु। अन्त चाहिँ मैले म बिचबिचमा यस्तो फेथ घट्नु बढ्नु यस्तो भइबस्थ्यो। अन्त चाहिँ म चाहिँ अस्ति चाहिँ सोचेँ कि अब चाहिँ म त्यस्तो हुँदिनँ भनेर, किनकि मेरो परिवार पनि प्रभुमा आउनु भएको छैन। तब खालि म मात्रै छु मेरो परिवारमा जो प्रभुलाई विश्वास गर्छु। अगर म नै यस्तो खाले यताउता भइबस्यो भने मेरो परिवारलाई कसले बचाउँछ, प्रभुको पास नजिक अझै कसरी ल्याउँछ भनेर चाहिँ मैले अझै प्रभुको नजिक ल्याएको। अनि संसारको कामहरू गर्दै जाँदा एक प्रकार त मजै आउँदै गरेको हुन्छ, तर भित्र पिस हराउँछ है, शान्ति हुँदैन है। बेहोरा पनि कस्तो भइरहेको हुन्छ आफूसँगै, म यस्तो भन्ने हुन्छ। ओ माई गड, प्रभु तपाईँलाई धन्यवाद होस्। यस्तो सानो नानीहरूले पनि स्ट्रगल गर्दो रहेछ यो कुराहरूसँग। सो आइ एम सो ह्याप्पी। प्रभुलाई धेरै महिमा, प्रभुलाई धन्यवाद होस्, र प्रभुको सबै छोराछोरीहरूलाई प्रभुले यो फिलिङ्स चाहिँ गर्नु दिनुभएको हुन्छ। अब हामीमै डिपेन्ड गर्छ हामीले यसलाई कसरी चलाउँछ। बिचरा ऊ नानीलाई मात्रै किन भन्नु, म आफै पनि त्यस्तै हो। घरिघरि चाहिँ तेरि कबाकै भयो भने हुन त त्यस्तो त केही पनि हुँदैन, तर पनि अलिकति कोही बेला चाहिँ संसारपट्टि गएको जस्तो फिल हुन्छ मनहरू होइन। तर त्यो सायद मेरो शरीरलाई मजा आइरहेको हुन्छ होला, मेरो प्राणलाई मजा आइरहेको हुन्छ, तर मेरो आत्मा भने छटपटाएकोले त्यहाँदेखि फेरि ब्याक टु जिजस। अनि हाम्रो प्रभु चाहिँ यस्तो राम्रो हुनुहुन्छ, हामी जहिले फर्किआउँदाखेरि पनि फेरि फर्किआउँदो रहेछ, तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा। यस्तो छ है। हुन्छ, गड ब्लेस यु अल, बाई।